नमस्कार सम्पूर्णमा। एकैछिन त्यो बाल्यकाललाई, त्यो समयलाई, त्यो खुसियालीलाई, त्यो उमङ्ग अनि त्यो उत्सवलाई फर्किएर हेरौँ। त्यो उत्सव हाम्रो लागि मेला थियो, महोत्सव थियो। जब श्री मनोहर माध्यमिक विद्यालयको वार्षिक उत्सव आउँथ्यो हरेक वर्ष पौष 21 गतेका दिन, आजभन्दा लगभग करिब 15-16 वर्ष अघितिर हामी अर्थात् म या भन्नु तपाईँ पनि सानै हुनुहुन्थ्यो होला। बाल विकास प्राविक कतिले त बाख्रे डाँडा स्कुल भनेर पनि चिन्नुहुन्छ होला। साबिक बसन्तपुर वडा नम्बर 3 रमगट्टारको बाख्रे डाँडामा रहेको बाल विकास प्राथमिक विद्यालय हाल भानु नगरपालिका वडा नम्बर 7मा रहेको श्री बाल विकास प्राथमिक विद्यालयमा म अध्ययन गरिरहँदा कति पलहरू यो दिलमा ताजै छन्। बाख्रे डाँडाको रमाइलो अलगै थियो भने मनोहर माविलाई हामी मान्टे स्कुल भनेर भन्ने गर्थ्यौँ। उक्त बेलामा हामी बिहान आफ्नो घरमा करिब 9 बजेतिर खाना खाएर अलिकति च्याट्टा चुट्टा लुगा लाएर कपालमा तोरीको तेल पनि हल्का लगाएर हामी मान्टे स्कुलतर्फ प्रस्थान हुँदै गर्दा बाटोमा साथीलाई पर्खेर सबैजना एकैचोटि खल्तीमा गुच्चाको छर्याङ आवाजलाई गुन्जाउँदै हामी स्कुलतर्फ खुसी हुँदै गइरहेका हुन्थ्यौँ। त्यो बेला गुच्चा भनेको हाम्रो लागि हिरा मोती जस्तै प्यारो हुन्थ्यो। कतिले त घरबाट नै गुच्चा बोकेर गएका हुन्थ्यो भने कतिले आमा बुबाले दिउँसो खाजा खाऊ है भनेर दिनुभएको 20-30 रुपियाँ, 5-10 रुपियाँ, 40-50 रुपियाँ बोकेर गएका हुन्थ्यो। यसरी खाजा खाऊ भनेर दिनुभएको पैसालाई हामी 10 नबज्दै मान्टे बगैँचा छेउमा रहेको चुरा पसलमा गएर गुच्चा किनिदिइहाल्थ्यौँ। टिलिक्क टल्किने 1 रुपियाँको 2टा आउने ढ्याकर रोज्न हामी आतुर हुन्थ्यौँ। सुका हाले गुच्चा पनि राम्रै हुन्थ्यो, तर जसमा पितिल्के गुच्चा अमला ढ्याकरहरूको बढी रोजाइ हुन्थ्यो। म, मेरा साथीहरू किसान, कृष्ण अधिकारी, शिव, सुजन, मनोज, शिबु, दिपेन्द्र अनि मोटे पनि हो चिल्ला तोरीको तेलै दलेर लिएर आएका जस्तो गुच्चा प्लास्टिकमा पोको पारेर लिएर आउने सन्दीप राणाबाट अनि अन्य विद्यालयहरूबाट आएका बोर्डिङ स्कुल या अन्य गाउँहरूबाट आएकाहरूसँग हाम्रो तरो भिडन्त हुन्थ्यो। गुच्चाको खाल पनि यति लामो हुन्थ्यो कि त्यो हिँड्ने बाटो होइन, रोडै ढाकिन्थ्यो। कसले बोट हाल्यो, डिपोजिट हालेन त्यो पनि गर्नै मुस्किल हुन्थ्यो। यसरी खेलिरहँदा मनमा अर्को एक किसिमको डर उत्पन्न हुन्थ्यो। त्यति बेला गुच्चा खोज्दिने ठुल्ठुलो दाइहरू अथवा शिक्षक सरहरू पनि आउँछन् कि भन्ने डर मनमा उब्जिरहेको हुन्थ्यो। त्यतिकैमा परबाट कसैले ओइ फलानु सर आयो भन्दा आफ्नो ढ्याकर बोकेर मात्र भाग्नु पर्थ्यो। खालभरिको गुच्चा छोडेर म नलाई कुद्नु पर्ने हुन्थ्यो। गोजीमा हात हाली गुच्चा खस्छ कि भाग्दाखेरि भन्दा। र यसरी भाग्दै गर्दाखेरि साथीले आफ्नो मात्र गुच्चा नभई खालको अरू अन्य सबैजनाको गुच्चा सोरेर कुले लाम टाप हानेको हुन्थ्यो। त्यसले गर्दा सानोतिनो झगडाहरू पनि सिर्जना हुने गर्दथ्यो। यसरी भाग्दै गर्दा अनि हामी एकछिनपछि विद्यालयको प्रवेशद्वारबाट विद्यालयभित्र प्रस्थान हुन्छौँ। स्कुललाई अघिल्लो दिनमा नै सिँगारिएको हुन्थ्यो। वरिपरि रहेका सम्पूर्ण भवनहरूको छानाबाट तोरण टाँगेर बिहेमा टाँगिने जस्तै रङ्गी कागजको थोरै लामो त्रिभुजाकार कागजको पत्तालाई सेतो धागामा गमले टाँसेर विद्यालयको माझमा एउटा बाँसको लामो घनोलाई गाडिएको हुन्थ्यो, जसको टुप्पामा भने नेपाली राष्ट्रिय झन्डालाई फरफराइरहेको हुन्थ्यो। र सम्पूर्ण भवनहरूबाट आएका तोरणहरूलाई त्यो माझको अग्लो गगनचुम्बी बाँसको टुप्पोमा एकै ठाउँमा समेटेर बाँधेको दृश्य एकदमै मनमोहक या भनौँ भयानकै देखिन्थ्यो। वार्षिक उत्सव समारोहका लागि भनेर अघिल्लो दिनमा नै विद्यालयबाट करिब 100 जना जतिको सङ्ख्यामा स्वयंसेवक चयन गरिएको हुन्थ्यो। उनीहरूलाई विद्यालयमा 9 बजे नै हाजिर हुन अनुरोध गरिन्थ्यो, किनकि हरेक कक्षा कोठाहरूबाट डेस्क, बेन्च, टेबल तथा अन्य कार्यक्रममा आवश्यक अन्य सामग्रीहरूको व्यवस्थापन गर्नका लागि उनीहरूलाई विद्यालयमा छिटो पुग्नु पर्थ्यो। साउन्ड सिस्टम भनेको त्यति बेला बिजुली बत्ती आइसकेको थिएन। सोलर ब्याट्रीबाट ठुलो सोली जस्तो माइक स्पिकरमा कालो रातो बटारिएको रेशमी तारलाई बाँधेर मञ्च अगाडिकै कक्षा 8को छानोमाथि राखिएको हुन्थ्यो। 11 बजेतिर समारोहको प्रमुख अतिथिको स्वागत कार्यक्रम हुन्थ्यो, जसका लागि सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालयको प्रवेशद्वारदेखि मञ्चमा 2 लाइनमा सिधा उभ्याइएर माइक स्पिकरमा रत्न शमशेर थापाले रच्नुभएको र राजेश पाइल राई र रामकृष्ण ढकालज्यूको स्वरमा गुन्जेको यो जागलम खचम कहे नौजवान हो भन्ने राष्ट्रिय गीतलाई चर्को स्वरमा बजाउँदै
प्रमुख अतिथिज्यूलाई फुलको माला ग्रहण गर्दै हातमा फुलका गुच्छाहरू दिँदै विद्यालयमा स्वागत गरिन्थ्यो। मञ्चको पछाडिपट्टि यति वार्षिक उत्सव लेखेको ब्यानरलाई रातो पर्दाले ढाकेर राखिएको हुन्थ्यो। उक्त पर्दाको डोरीलाई तानेर प्रमुख अतिथिज्यूबाट समारोहको उद्घाटन हुने गर्थ्यो। समारोहको उद्घाटन भइसकेपछि सम्पूर्ण अतिथिज्यूहरूलाई स्वागत गर्नका लागि स्वागत नृत्य लिएर विद्यालयमा रचिएका शब्दहरू स्वागतम स्वागतम सुस्वागतम जस्ता यस्ता शब्दहरूद्वारा रचिएको शब्द सङ्गीतलाई मादलको ताल अनि बाँसुरीको मिठो धुनले मिठासपूर्ण बनाएर कार्यक्रमको मिठो सुरुवात हुन्थ्यो। अनि त्यसपछि विद्यालयका प्रधानाध्यापकज्यूद्वारा विद्यालयको प्रतिवेदन पेश गरिन्थ्यो, सुनाइन्थ्यो र अन्य व्यक्तित्वहरूले पनि भाषण गर्नुहुन्थ्यो। भाषण सुन्दा सुन्दा सबैजना इरिटेट भइसक्नु भएको हुन्थ्यो। भाषण सुरु भएपछि सबैजना विद्यालयको गेट बाहिरको चौरमा खाजा या गफगाफ गर्न व्यस्त हुने गर्थे, किनभने मन्तव्य राख्न सम्पूर्ण व्यक्तित्वहरूलाई बोल्न दिनुपर्ने हुन्थ्यो र उहाँहरूको भाषण हामीलाई त्यतिखेर त्यो बेला मनै पर्दैन थियो, सुन्नै मन पर्थेन। हामीलाई त नाच मात्रै हेर्नु पाएको हुन्थ्यो जस्तो एउटा बेला थियो। बाहिरको ठुलो चौरमा बदाम चटपट बेच्ने मधेसी दाई या भनौँ भैयाले चटपट बेचिरहँदा उति बेला 5 रुपियाँको पनि चटपट आउँथ्यो। हामी त्यो 5 रुपियाँको चटपट खाइरहँदा भित्रबाट सोली जस्तो माइक स्पिकरमा गीत बजेको साउन्ड आउँथ्यो र उक्त आवाज सुन्न साथ हामी फेरि भित्रतर्फ आतुर हुँदै दौडिन्थ्यौँ। सबैजना दौडिन्थे। त्यो बेलाको नाचगान, त्यो बेलाको रमझम साह्रै नै रमाइलो हुन्थ्यो। चुड्का नाचको प्रस्तुत भइरहँदा प्रमुख अतिथिबाट नाच्नेहरूको समूहलाई सही भन्दै उनीहरू सँगसँगै नाचेर शिरमा सम्मानसहित उनीहरूको शिरमा 500 अथवा यस्तै रकमहरूद्वारा शिरमा फुल लगाइदिएको दृश्यहरू धेरै नै देखिन्थ्यो। अनि उक्त बेलाका गीतहरूलाई सम्झिनु पर्दा भन्छन् बाटुली जस्ता पूर्व कुमेचिनी हाम्रै हो, पश्चिममा कालिनी हाम्रै हो, गैरी खेतको सिराइ हान्यो, सिम्पल कान्छीको डिम्पल पर्ने गाला। त्यति बेलाका यस्ता गीतहरू चाहिँ प्रायः छुट्दैनथे त्यति बेलाको कार्यक्रमहरूमा। तीमध्ये पनि एउटा अर्को रोचक गीत हुन्थ्यो जसलाई नाटक भनिन्थ्यो उति बेला। श्रीमान जाँड खाएर घरमा ढिला आउने अनि श्रीमतीले चाहिँ म ढोका खोल्दिनँ तिमी बाहिरै सुत भने जस्तो त्यो प्रस्तुतिलाई लिएर एउटा नाटक प्रस्तुति गरिन्थ्यो जसमा एउटा गीत हुन्थ्यो, ढोका खोल न मुन्डेकी आमा ढोका खोल न। अनि श्रीमतीले भन्थ्यो ढोका खोल्दिनँ म खोल्दिनँ बाहिरै सुत भने जस्तो। यस्तो गीतमा प्रस्तुति गरिरहँदा सायद कोही पनि दर्शकको मुखबाट हाँसो रोकिँदैन थियो। अनि यसरी कार्यक्रमलाई हेरिरहँदा 2 कक्षाको छानामाथिबाट धुवाँ उडेको देखिन्थ्यो। त्यो धुवाँ के को उडेको भन्दा त्यहाँ तल कफी पाकिरहेको हुन्थ्यो दर्शक अतिथिज्यूहरूको लागि। हामी पनि आतुर हुन्थ्यौँ कि कति बेला स्वयंसेवक दाइ दिदीहरूले त्यो उक्त चिया या भनौँ कफी बोकेर हामी माझ आइपुग्नुहुन्छ भनेर। यस्तै 3-4 बजेको समयपछि स्वयंसेवकको टोली कार्यक्रम स्थलमा आइपुग्थ्यो। देब्रे छातीमा स्वयंसेवक लेखेको ब्याज लगाउँदै बिस्कुट र कफी बाँडिरहँदा हामी भएको ठाउँमा कुन बेला ल्याइदेलान् भन्ने मनमा एक खाले कौतूहलता या भनौँ उत्साह पनि भइरहेको हुन्थ्यो। प्लास्टिकको सेतो कपमा विद्यालयकै करेसबारीमा फलाइएको या भनौँ उब्जाइएको कफीलाई पुसको जाडोमा त्यो साँझमा 5 रुपियाँ खाले गुलियो बिस्कुटसँग खान पाउँदा यो मनमा यति मिठो अनुभूति हुन्थ्यो। कफीले तताएको भनौँ या बैचाले जुस्साको या भनौँ त्यो नाचगानको माहौलले तताएको। अल्लारेहरू उफ्री हुटिङ गर्थे। बेन्चमाथि चढेर हुटिङ गरिरहँदा चिल्लाइरहँदा फलामे पाता भएको बेन्चलाई पनि बाङ्गो बनाइदिन्थे। र यति भन्दै गर्दा अन्त्यमा के भन्न चाहन्छु भने तपाईँ विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका सम्पूर्ण अध्यक्ष सदस्यज्यूहरू र भानु नगरपालिका 8 मन्टेहटियामा स्थित श्री मनोहर माध्यमिक विद्यालयको 58औं वार्षिक उत्सव समारोहको सम्पूर्णमा धेरै शुभकामना। फलोस् फुलोस् शिक्षाका ज्योतिहरू विश्वभर छरिरहन्। यति भन्दै मेरो यो आवाज चाइनाको मकाउबाट यो गुन्जिएको यो बोलिएको आवाजलाई सुन्नुहुने तपाईँ सम्पूर्णमा पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद।